हेलो साथीहरू, आज चाहिँ मेरो हातमा छ असला माछा। यो चाहिँ अर्ग्यानिकै सङ्खसभाबाट आइपुगेको। हेर्नुहोस् त कति मिठो भएको छ। आज चाहिँ म यसको सिम्पल रेसिपी तपाईँहरू सामु देखाउँछु है त। थोरै तेल लगाउने, त्यसमा निकै जिरा पड्काउने अनि प्याज हाल्ने, त्यसपछि प्याजलाई मजाले पाक्न लिने, टमाटर लगाउने, टमाटर पनि मजाले पकाउने क्या हैन। कति हाल्नुहुन्छ तपाईँलाई, कति मन लाग्छ टमाटर हाल्न। अनि म मसला हाल्छु। त्यो मसलामा चाहिँ मैले काँचो क्या तोरी पनि हल्का पिसेर लगाएको छु। अनि नुन अब कति स्वाद अनुसार लगाउने। तपाईँहरू अब नुनिलो खानुहुन्छ कि हल्का खानुहुन्छ। अनि त्यसमा चाहिँ मैले त्यो पाकिसकेपछि चाहिँ मैले माछा लगाएँ। माछा चाहिँ मैले अघि तारेको थियो। अनि यसलाई मजाले पाक्न दिने कि 15-20 मिनट जति चाहिँ माछालाई छोपेर उमाल्ने। अनि त्यसपछि मजाले पाकिसकेपछि कति पानी लगाउने, कति झोल लगाउने